स्वागत छ। आज हामी एउटा अलि फरक विषयमा कुरा गर्दैछौँ, गैर नाफामुखी संस्थाहरू मतलब एनपिओज को लेखाङ्कन बारे। यो चासोको विषय हो। हामीले अस्पताल, कलेज, क्लबहरू जस्ता संस्थाहरूले कसरी आफ्नो आर्थिक हिसाब राख्छन् भनेर केही स्रोतहरू हेरेका छौँ। आजको छलफलमा हामी यही स्रोतहरू केलाएर हिँड्नेछौँ। खासमा यी संस्थाहरूको लेखाङ्कन नाफा कमाउने कम्पनीहरूको भन्दा किन र कसरी फरक छ, होइन? हो, अनि उनीहरूले प्रयोग गर्ने मुख्य वित्तीय विवरणहरू के हुन्, त्यसको मर्म के हो, त्यो बुझ्ने प्रयास गर्नेछौँ। वास्तवमा यो निकै महत्त्वपूर्ण विषय हो, किनभने एनपिओहरूको मूल उद्देश्य नाफा कमाउनु त हुँदै होइन। समाज सेवा वा कुनै निश्चित उद्देश्य हुन्छ। हो, ठ्याक्कै। त्यसैले उनीहरूको लेखा प्रणाली पैसा कमाउने भन्दा पनि अब प्राप्त स्रोत, साधन, कोषहरूको सही व्यवस्थापन, उपयोग र त्यसको जवाफदेहिता देखाउनेमा बढी केन्द्रित हुन्छ। आज हामी विशेष गरी 3वटा मुख्य वित्तीय विवरणहरूमा ध्यान दिन्छौँ, है त? प्राप्ति र भुक्तानी खाता, रिसिट्स एन्ड पेमेन्ट्स एकाउन्ट, हैन? हो, अनि आयव्यय खाता, इन्कम एन्ड एक्सपेन्डिचर एकाउन्ट, र वास्लाप, जसलाई स्टेटमेन्ट अफ फाइनान्शियल पोजिसन पनि भनिन्छ। यिनीहरूले कसरी एनपिओको त्यो फरक प्रकृतिलाई देखाउँछन्, त्यो हेरौँ न। ल, त्यसो भए एकदम आधारबाटै सुरु गरौँ न त। प्राप्ति र भुक्तानी खाता, यो सुन्दा त सामान्य क्यास बुक जस्तै लाग्छ, होइन र? हो, लगभग त्यस्तै हो। यो वास्तवमा संस्थाको वर्षभरिको नगद कारोबारको एउटा विस्तृत सारांश हो। कस्तो हुन्छ यसको बनोट, के देखाउँछ यसले? यसको देब्रेतिर मानि डेबिट साइडमा सबै नगद प्राप्तिहरू हुन्छन्, जस्तै सुरुको नगद कति थियो, सदस्यता शुल्क कति आयो, चन्दा लगानी बेचियो भने त्यो पैसा। अनि दाहिनेतिर क्रेडिट साइडमा सबै नगद भुक्तानीहरू, तलब, भाडा, केही सामान किन्यो, सम्पत्ति किन्यो, अनि वर्षको अन्तमा कति नगद बाँकी रह्यो। भनेपछि जे आयो त्यो देब्रेतिर, जे गयो दाहिनेतिर बनाउन त सजिलो होला नि? एकदमै सरल छ, किनकि जे आयो त्यो लेख्ने, जे गयो त्यो लेख्ने, त्यति हो। सरल त भयो, तर यसको मतलब यो नै संस्थाको आर्थिक स्थितिको पूरा चित्र हो त? मतलब प्राप्ति धेरै र भुक्तानी कम देखियो भन्दैमा संस्था राम्रै चलिरहेको छ भन्न मिल्यो? होइन, यहीँनिर हो यसको मुख्य सीमा। यो खाता नगद आधारमा बन्छ, क्याश बेसिसमा। नगद आधारमा? हो, मतलब पैसा आयो कि गयो त्यति मात्र हेर्छ। त्यो पैसा कुन अवधिको हो, होइन? अनि त्यसको प्रकृति के हो, पुँजीगत हो कि आयगत, त्यो छुट्याउँदैन। पुँजीगत र आयगत पनि एउटैमा? हो, सबै एकै ठाउँमा। जस्तो स्रोतमा एउटा स्मल क्लब धरानको उदाहरण थियो नि? थियो। मानिलियौँ त्यो क्लबले पार्किङ सेड बनाउन ठूलो चन्दा पायो रे, अनि त्यही वर्ष त्यो बनाउन खर्च पनि गर्यो। अब प्राप्ति र भुक्तानी खातामा त्यो चन्दा प्राप्तिमा देखिन्छ, निर्माण खर्च भुक्तानीमा। यदि चन्दा र खर्च बराबरै जस्तो भयो भने वर्षको अन्त्यमा नगदमा त खासै असर नदेखिन सक्छ। तर वास्तविकतामा त ठूलो काम भयो नि? हो नि, वास्तविकतामा क्लबले एउटा पुँजीगत सम्पत्ति थप्यो, त्यसको लागि विशेष कोष प्रयोग गर्यो होला। यो खाताले त्यो देखाउँदैन। यसले पुँजीगत खर्च जस्तो सम्पत्ति किनेको र आयगत खर्च मतलब साधारण सञ्चालन खर्च सबैलाई एकै ठाउँमा मिसाइदिन्छ। त्यसो भए त वर्षको अन्त्यमा नगद बढ्यो वा घट्यो भन्दैमा संस्था राम्रो नराम्रो भन्न मिलेन? मिलेन।
यसले संस्थाको वास्तविक सञ्चालन नतिजा मतलब त्यो वर्ष कति बचत गर्यो वा कति घाटामा गयो त्यो देखाउँदैन, खाली नगदको चाल मात्र देखाउँछ। भनेपछि नगद प्रवाह हेर्न यो उपयोगी भयो, तर संस्थाले वास्तवमा कति कमायो वा गुमायो, नाफा नोक्सानको सट्टा बचत घाटा भन्नु पर्ला, त्यो हेर्न त अर्कै विवरण चाहियो। हो, त्यो नै आय व्यय खाता, इन्कम एन्ड एक्सपेन्डिचर अकाउन्ट हो। एकदम सही। आय व्यय खाता एनपिओको सन्दर्भमा नाफामुखी संस्थाको नाफा नोक्सान खाता जस्तै हो, P&L जस्तै। तर उद्देश्य फरक हो। उद्देश्य नाफा देखाउनु होइन, बरु निश्चित अवधिमा संस्थाले आफ्नो उद्देश्य पूरा गर्दा आम्दानीभन्दा खर्च बढी गर्यो त्यसलाई घाटा वा डेफिसिट, वा खर्चभन्दा आम्दानी बढी गर्यो त्यसलाई बचत वा सरप्लस भनिन्छ भनेर देखाउनु हो। यसले प्राप्ति र भुक्तानी खाताको त्यो कमजोरीलाई कसरी हटाउँछ त? यसको मुख्य विशेषता के हो? यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो यो प्रोद्भावी लेखाङ्कन सिद्धान्त एक्रुअल प्रिन्सिपलमा आधारित हुन्छ। एक्रुअल प्रिन्सिपल? यसको मतलब आम्दानीहरू कमाइएपछि अर्न्ड र खर्चहरू भएपछि इन्कर्ड नै रेकर्ड गरिन्छ, चाहे त्यसको लागि पैसा आयोस् वा जाओस् मतलब भएन। नगद पायो कि पाएन मतलब भएन? भएन। जस्तो सदस्यहरूले यो वर्षको शुल्क तिर्न बाँकी छ भने पनि त्यो यही वर्षको आम्दानी मानिन्छ। त्यसैगरी कर्मचारीलाई तलब दिन बाँकी छ भने त्यो पनि यही वर्षको खर्च मानिन्छ। अर्को महत्त्वपूर्ण कुरा, यसमा केवल आयगत प्रकृतिका आम्दानी र खर्चहरू मात्रै पर्छन्। पुँजीगत चाहिँ पर्दैन। पुँजीगत प्राप्ति जस्तो भवनको लागि चन्दा वा पुँजीगत खर्च जस्तो फर्निचर किन्यो यसमा आउँदैन। तर डिप्रिसिएसन जस्ता गैर नगद खर्च चाहिँ यहाँ देखाइन्छ। डिप्रिसिएसन? त्यो त नगद जाँदैन नि? जाँदैन, तर त्यो सम्पत्तिको प्रयोगसँग सम्बन्धित चालु अवधिको खर्च हुने त। त्यसैले यो एक्रुअल बेसिसमा पर्छ। यसले गर्दा संस्थाको त्यो अवधिको वास्तविक सञ्चालन कार्य सम्पादनको स्पष्ट चित्र देखिन्छ। स्रोतमा गोकर्ण गल्फ क्लबको उदाहरण छ नि, त्यसले यो प्रोद्भावी सिद्धान्त कसरी देखाउँछ? हो, त्यो गोकर्ण गल्फ क्लबको आय व्यय खाता हेर्दा आम्दानीतिर सदस्यता शुल्क देखाइएको छ, तर त्यो रकम प्राप्ति र भुक्तानी खातामा देखिएको कुल प्राप्त रकम ठ्याक्कै त्यही नहुन सक्छ। समायोजन हुन्छ। हो, समायोजन गरिएको हुन्छ। जस्तो त्यो उदाहरणमा 2014 को नउठेको सदस्यता शुल्कलाई पनि आम्दानीमा जोडिएको छ, किनकि त्यो 2014 कै आम्दानी हो, पैसा नआए पनि। बुझे। त्यसैगरी खर्चतिर पनि बिजुली, तलब जस्ता कुरा छन् जसमा तिर्न बाँकी आउटस्ट्यान्डिङ वा अग्रिम भुक्तानीको समायोजन हुन सक्छ। अनि डिप्रिसिएसन जस्तो नगद नजाने खर्च पनि छ। यी सबै समायोजनपछि आएको बचत सरप्लसले बल्ल क्लबको त्यो वर्षको वास्तविक अपरेसनल रिजल्ट देखाउँछ, जुन चाहिँ प्राप्ति र भुक्तानी खाताको नगद घटबड भन्दा फरक हुन सक्छ। यो सदस्यता शुल्कको समायोजन त अलि जटिल जस्तो सुनियो है। एनपिओका आम्दानीका स्रोतहरू जस्तै यही सदस्यता शुल्क, चन्दा, प्रवेश शुल्कहरू यो त नाफामुखी कम्पनीको भन्दा फरक हुन्छन् नि? हो, फरक हुन्छन्। यिनीहरूको लेखाङ्कनमा के विशेष ध्यान दिनुपर्छ ल? सदस्यता शुल्ककै कुरा गरौँ न पहिले। सदस्यता शुल्क सब्सक्रिप्सन त धेरै एनपिओहरूको लागि नियमित आम्दानीको मुख्य स्रोत हो। यसको लेखाङ्कनमा एक्रुअल प्रिन्सिपल लगाउनु एकदमै महत्त्वपूर्ण छ। कसरी? त्यो प्राप्ति र भुक्तानी खाताको रकम सिधै नजाने भन्नुभयो? जाँदैन। हामीले चालु वर्षको वास्तविक आम्दानी कति हो त्यो पत्ता लगाउनुपर्छ। यसका लागि प्राप्ति र भुक्तानी खातामा देखिएको कुल प्राप्त रकमबाट सुरु गर्छौं। त्यसमा चालु वर्षको अन्त्यमा उठ्न बाँकी रकम आउटस्ट्यान्डिङ फर करेन्ट इयर जोडिन्छ, किनकि यो यही वर्षको कमाइ हो। ठीक छ। अनि गत वर्ष नै चालु वर्षको लागि आएको अग्रिम रकम एडभान्स रिसिभ्ड इन प्रिभियस इयर फर करेन्ट इयर पनि जोडिन्छ, किनकि यो पनि चालु वर्षकै आम्दानी हो। त्यसपछि घटाउनु पर्ने कुराहरू आउँछन्। गत वर्षको बाँकी रकम जुन यो वर्ष प्राप्त भयो नि, आउटस्ट्यान्डिङ अफ प्रिभियस इयर रिसिभ्ड दिस इयर, त्यसलाई घटाउनु पर्छ, किनकि त्यो त गत वर्षको आम्दानी थियो। हो त। अनि यो वर्ष अर्को वर्षको लागि प्राप्त अग्रिम रकम एडभान्स रिसिभ दिस इयर फर नेक्स्ट इयरलाई पनि घटाउनु पर्छ, किनकि त्यो अर्को वर्षको आम्दानी हो। यो सबै जोड घटाउ गरेपछि मात्र चालु वर्षको आयव्यय खातामा जाने वास्तविक सदस्यता शुल्क आम्दानी निस्किन्छ। स्रोतमा
टी एकाउन्ट बनाएर पनि देखाएको छ, त्यसले अझ प्रष्ट पार्छ हिसाबलाई। बुझियो। यो त सदस्यता शुल्क भयो। अनि प्रवेश शुल्क, एन्ट्रन्स फी र आजीवन सदस्यता शुल्क, लाइफ मेम्बरशिप फिसको के हुन्छ? यिनीहरूलाई कसरी ट्रिट गरिन्छ? के यी पनि नियमित आम्दानी हुन्? प्रवेश शुल्क प्राय नयाँ सदस्य भन्दा एकपटक मात्र लिइन्छ नि त। हो। अब यसलाई कसरी हिसाब गर्ने भन्नेमा चाहिँ खै अलि फरक चलन छ। संस्थाको नियमले पनि भर पर्छ। यदि रकम ठूलो छ र यो बारम्बार नआउने खालको हो भने यसलाई पुँजीगत प्राप्ति, क्यापिटल रिसिप्ट मानेर सिधै पुँजी कोष, क्यापिटल फन्डमा जम्मा गरिन्छ। क्यापिटल फन्डमा हो। तर यदि रकम सानो छ वा संस्थाको नियम नै यसलाई नियमित आम्दानी, रेभिन्यू इन्कम मान्ने छ भने यसलाई आयव्यय खातामा आम्दानी भनेर देखाइन्छ। अनि आजीवन सदस्यता शुल्क नि? त्यो त एकमुष्ट आउँछ होला। हो। लाइफ मेम्बरशिप फी सदस्यले एकमुष्ट तिर्छन् अनि आजीवन सदस्य बन्छन्। यो रकम सामान्यतया ठूलो हुन्छ र यसको फाइदा संस्थालाई लामो समयसम्म हुन्छ। त्यसैले पुँजीगत हो। त्यसैले यसलाई प्राय पुँजीगत प्राप्ति मानेर पुँजी कोषमा नै जम्मा गरिन्छ। केही संस्थाहरूले यसलाई एउटा छुट्टै फन्डमा राखेर हरेक वर्ष थोरै रकम आयव्यय खातामा सार्ने अभ्यास पनि गर्छन्। तर सिधै पुँजी कोषमा लैजाने चलन बढी छ जस्तो लाग्छ। अनि चन्दा, डोनेसन र इच्छापत्र दान, लेगेसी, यी त एनपिओका लागि एकदमै महत्त्वपूर्ण स्रोत हुन्। हो। चन्दा त एनपिओहरूको लागि अत्यन्तै महत्त्वपूर्ण। चन्दा दुई प्रकारका हुन सक्छन्। सामान्य चन्दा, जेनरल डोनेसन र विशेष चन्दा, स्पेसिफिक डोनेसन। के फरक छ? सामान्य चन्दा भनेको दाताले कुनै खास उद्देश्य नतोकी संस्थाको समग्र कामको लागि दिएको हो। यसलाई संस्थाले आफ्नो नियमअनुसार आयव्यय खातामा आयगत आम्दानी देखाउन सक्छ वा सिधै पुँजी कोषमा पनि लैजान सक्छ, खास गरी रकम ठूलो छ भने। अनि विशेष चन्दा? विशेष चन्दा भनेको दाताले कुनै निश्चित उद्देश्यका लागि, जस्तै भवन बनाउन मात्रै वा छात्रवृत्तिको लागि मात्रै भनेर दिएको रकम हो। यस्तो चन्दालाई आयव्यय खातामा आम्दानी देखाउन मिल्दैन। यसको लागि कोषमा आधारित लेखाङ्कन, फन्ड बेस्ड अकाउन्टिङ प्रयोग गर्नुपर्छ। त्यसले त्यो पैसा त्यही तोकिएको काममा मात्र खर्च भयो भनेर सुनिश्चित गर्छ। त्यो फन्ड बेस्ड अकाउन्टिङ बारे अलि पछि कुरा गरौँला। अनि इच्छापत्र दान नि, लेगेसी? लेगेसी भनेको कसैले आफ्नो मृत्युपछि इच्छापत्र मार्फत संस्थालाई दिएको दान भयो। यो सामान्यतया एकपटक आउने र ठूलो रकम हुन सक्ने भएकोले यसलाई प्राय पुँजीगत प्राप्ति मानेर पुँजी कोषमा नै जम्मा गरिन्छ, यदि दाताले कुनै विशेष उद्देश्य तोकेको छैन भने। तपाईले अघि कोषमा आधारित लेखाङ्कन, फन्ड बेस्ड अकाउन्टिङको कुरा गर्नुभयो नि, विशेष चन्दाको लागि प्रयोग हुन्छ भनेर। यो अवधारणालाई अलि विस्तारमा बताइदिनुस् न। दाताले दिएको पैसा सही ठाउँमा गयो भनेर देखाउन यो किन महत्त्वपूर्ण छ? यो कोषमा आधारित लेखाङ्कन एनपिओको पारदर्शिता र जवाबदेहिताको लागि एकदमै महत्त्वपूर्ण छ, खास गरी जब उनीहरूले निश्चित उद्देश्यका लागि रकम, मतलब रिस्ट्रिक्टेड फन्ड्स पाउँछन्। यसको मूल सिद्धान्त के हो? यसको मूल सिद्धान्त हो विशेष उद्देश्यका लागि आएको पैसालाई सामान्य आम्दानीसँग मिसाउनु भएन र त्यसको खर्च पनि त्यही उद्देश्यका लागि मात्रै भएको देखाउनु पर्यो। कसरी गरिन्छ त्यो? जब कुनै विशेष उद्देश्यका लागि चन्दा वा अनुदान आउँछ, जस्तै पुरस्कार कोष, भवन निर्माण कोष, खेलकुद कोष, त्यसलाई आयव्यय खातामा नदेखाइकन वासलातको दायित्व, लायबिलिटिज पक्षमा एउटा छुट्टै फन्ड खाता खोलेर त्यसमा क्रेडिट गरिन्छ, जस्तै भवन निर्माण कोष भनेर। लायबिलिटिज साइडमा? हो, लायबिलिटिज साइडमा। अनि त्यो कोषबाट खर्च गर्दा नि त्यो त खर्च भयो नि? हो, खर्च त भयो, तर त्यो विशेष कोषबाट सम्बन्धित उद्देश्यका लागि खर्च गर्दा, जस्तै भवन बनाउन सिमेन्ट किन्यो, त्यो खर्चलाई आयव्यय खातामा खर्च देखाइदैन। हो र कहाँ देखाइन्छ त? बरु त्यसलाई कि त सोही विशेष कोष खाताबाट घटाइन्छ, डेबिट गरिन्छ, वा अझ प्रचलित चाहिँ सम्बन्धित सम्पत्ति खातामा डेबिट गरिन्छ, जस्तो निर्माणाधीन भवन खाता, बिल्डिङ वर्क इन प्रोग्रेस अकाउन्ट भनेर सम्पत्ति साइडमा देखाइन्छ। कोष घट्दैन, बरु सम्पत्ति बढ्छ? हो, धेरैसो अवस्थामा त्यसो गरिन्छ, खास गरी जब त्यसबाट सम्पत्ति बनिरहेको हुन्छ। यसरी त्यो कोषको रकम कति बाँकी छ र त्यसबाट कति खर्च भयो वा कति सम्पत्ति बन्यो भन्ने स्पष्ट देखिन्छ। स्रोतमा झापा स्कुलको उदाहरणले यही देखाउँछ।
उनीहरूले भवन निर्माण कोष पाए, त्यसलाई वासलातको दायित्वमा देखाए, अनि जब भवन निर्माणमा खर्च भयो त्यो रकमलाई क्यापिटल वर्क प्रोग्रेस भनेर सम्पत्ति पक्षमा देखाए, कोषको रकमबाट घटाएनन्। अनि जब त्यो उद्देश्य पूरा हुन्छ, जस्तै भवन बनिसक्यो, तब के हुन्छ त्यो कोष र त्यो सम्पत्तिको? राम्रो प्रश्न। जब त्यो विशेष उद्देश्य पूरा हुन्छ, जस्तै भवन निर्माण सकियो, तब त्यो सम्पत्ति, निर्माणाधीन भवनलाई संस्थाको नियमित स्थिर सम्पत्ति भवन, फिक्स्ड एसेट बिल्डिङमा सारिन्छ। अनि त्यो विशेष कोष, भवन निर्माण कोषको सम्पूर्ण रकम वा जति खर्च भयो त्यति बराबरको रकमलाई पुँजी कोष, क्यापिटल फन्डमा सारिन्छ। क्यापिटल फन्डमा ट्रान्सफर हुन्छ। हो। यसको मतलब त्यो विशेष उद्देश्यको लागि आएको पैसा अब संस्थाको समग्र पुँजीको हिस्सा बन्यो, किनभने त्यसबाट एउटा स्थायी सम्पत्ति बन्यो। यसरी कोषमा आधारित लेखाङ्कनले दाताहरूलाई उनीहरूको पैसा तोकिएकै काममा लाग्यो र त्यसको हिसाब किताब स्पष्ट छ भनेर ढुक्क बनाउँछ। बुझियो। यो सबै प्राप्ति, भुक्तानी, आय व्यय, विशेष कोषहरूको व्यवस्थापनपछि अन्ततः संस्थाको समग्र वित्तीय अवस्था कसरी देखिन्छ त? हामीले व्यावसायिक कम्पनीको ब्यालेन्स सिट सुनेका छौं, एनपिओको पनि त्यस्तै केही हुन्छ? हो, हुन्छ। त्यसलाई वासलात स्टेटमेन्ट अफ फाइनेन्शियल पोजिसन, एसओएफपी भनिन्छ। यो कुनै निश्चित मितिमा, प्राय आर्थिक वर्षको अन्त्यमा संस्थाको सम्पत्ति, एसेट्स, दायित्व, लायबिलिटिज र पुँजी कोष, क्यापिटल फन्डको अवस्था देखाउने विवरण हो। संरचना उस्तै हो, एसेट्स इज इक्वल टु लायबिलिटिज प्लस इक्विटी जस्तै? हो, संरचना उस्तै हो। सम्पत्ति बराबर दायित्व प्लस पुँजी कोष। सम्पत्ति पक्षमा संस्थासँग भएका स्रोतहरू देखाइन्छ, नगद, ब्याङ्क ब्यालेन्स, लगानी, पाउनुपर्ने शुल्क, फर्निचर, भवन आदि इत्यादि। अनि दायित्व पक्षमा? दायित्व पक्षमा संस्थाले तिर्नुपर्ने बाहिरी दायित्वहरू, जस्तै तिर्नुपर्ने खर्चहरू, ब्याङ्क लोन, अग्रिम पाएको आम्दानी, अनि हामीले भर्खर कुरा गरेका विशेष कोषहरू, जबसम्म ती प्रयोग वा हस्तान्तरण हुँदैनन्। अनि पुँजी कोष, क्यापिटल फन्ड चाहिँ के हो त? यो कम्पनीको शेयर क्यापिटल जस्तो हो? यो राम्रो प्रश्न हो। पुँजी कोष वा कहिलेकाहीँ सञ्चित कोष, एक्युमुलेटेड फन्ड पनि भन्छन्, एनपिओको सन्दर्भमा अलि फरक अर्थ लाग्छ, किनकि एनपिओमा मालिक हुँदैनन् नि त। हो त, शेयर धनी हुँदैनन्। त्यसैले शेयर पुँजी हुँदैन। पुँजी कोषले वास्तवमा संस्थाको आफ्नो खुद सम्पत्ति, नेटवर्थ वा सदस्य संस्थापकहरूबाट प्राप्त योगदान र समयसँगै जम्मा भएको बचत वा घाटा घटाएर लैजनाउँछ। संस्थाको आफ्नै जम्मा भएको पुँजी जस्तो? हो, भन्न सकिन्छ। यसलाई संस्थाको दीर्घकालीन उद्देश्यहरू पूरा गर्न उपलब्ध स्रोतको रूपमा हेर्न सकिन्छ। आय-व्यय खाताबाट आएको वार्षिक बचत, सरप्लसले पुँजी कोषलाई बढाउँछ, घाटा, डेफिसिटले घटाउँछ। अनि अरू के थपिन्छ यसमा? यसबाहेक हामीले अघि छलफल गरेका पुँजीगत मानिने प्राप्तिहरू, जस्तै आजीवन सदस्यता शुल्क, पुँजीगत मानिने प्रवेश शुल्क, इच्छापत्रदान, अनि उद्देश्य पूरा भएपछि सारिएका विशेष कोषहरू पनि यही पुँजी कोषमा आएर थपिन्छन्। यो नै संस्थाको दिगोपनाको एउटा महत्त्वपूर्ण सूचक हो। वासलात तयार गर्दा के कुरामा ध्यान दिनुपर्छ? प्राप्ति र भुक्तानी खाता र आयव्यय खाताका जानकारीहरू यसमा कसरी प्रयोग हुन्छन्? वासलात बनाउनु भनेको वर्षभरिको सम्पूर्ण आर्थिक गतिविधिलाई एउटा फोटोमा उतार्नु जस्तै हो। यसको लागि गत वर्षको वासलातबाट सुरु गरिन्छ। चालु वर्षमा भएका सम्पत्ति र दायित्वका कारोबारहरू, जस्तै सम्पत्ति थपियो, बेचियो, डिप्रिसिएसन लाग्यो, लोन लियो वा तिरियो, यी सबै समायोजन गरिन्छ। प्राप्ति र भुक्तानी खाताबाट के आउँछ? प्राप्ति र भुक्तानी खातामा देखिएका पुँजीगत खरिद बिक्रीका असरहरू, जस्तो नयाँ फर्निचर किन्यो, लगानी बेच्यो, त्यसलाई सम्पत्तिमा अपडेट गरिन्छ। अनि त्यो खाताको अन्तिम नगद र ब्याङ्क मौजदातलाई सम्पत्ति पक्षमा राखिन्छ। अनि आयव्यय खाताको नि? आयव्यय खाता बनाउँदा निकालिएका चालु वर्षको अन्त्यका बाँकी आम्दानी, आउटस्ट्यान्डिङ इन्कम र अग्रिम खर्च, प्रिपेड एक्सपेन्सेसलाई सम्पत्ति पक्षमा देखाइन्छ। अनि बाँकी खर्च, आउटस्ट्यान्डिङ एक्सपेन्सेस र अग्रिम आम्दानी, एडभान्स इन्कमलाई दायित्व पक्षमा। सबैतिरबाट सूचना आउने रहेछ। हो, यसरी सबै कुरा मिलाएपछि वासलातको दुवै पक्ष,
सम्पत्ति एकातिर अनि दायित्व र पुँजीकोष अर्कोतिर बराबर हुनुपर्छ, ट्याली हुनुपर्छ। स्रोत सामग्रीमा एउटा अलिक कम प्रचलित विकल्प प्राप्ति र खर्च खाता रिसेट एन्ड एक्सपेन्डिचर अकाउन्टको पनि कुरा छ। छोटोमा भनिदिनुस् न, यो के हो र किन प्रयोग हुन्छ होला? हो, यो आय-व्यय खाता जतिको चलेको त छैन, तर केही संस्थाहरूले प्रयोग गर्न सक्छन्। यो एक मिश्रित विधि हो, हाइब्रिड मेथड। कस्तो मिश्रित? यसमा खर्चहरूलाई त प्रोतभावी आधारमा अक्रुअल बेसिस नै रेकर्ड गरिन्छ। मतलब तिर्न बाँकी खर्चलाई पनि खर्च मानिन्छ। ठिक छ। तर आम्दानीहरूलाई चाहिँ नगद आधारमा क्याश बेसिस मात्र रेकर्ड गरिन्छ। मतलब उठ्न बाँकी आम्दानीलाई आम्दानी मानिँदैन जबसम्म त्यो हात पर्दैन। ए, खर्च चाहिँ अक्रुअल, आम्दानी चाहिँ क्याश। किन होला यस्तो? यो विधि खास गरी केही व्यावसायिक फर्महरू जस्तो डाक्टर, वकिलहरूले प्रयोग गर्न सक्छन्, जहाँ उठ्न बाँकी शुल्कलाई आम्दानी मान्न उनीहरू अलि सतर्क हुन्छन्। खै, तर यो विधिले आय-व्यय खाताले जस्तो म्याचिङ प्रिन्सिपल, सोही अवधिको आम्दानी र खर्चलाई मिलाउने सिद्धान्तलाई पूर्ण रूपमा पालना गर्दैन। त्यसैले यसलाई सैद्धान्तिक रूपमा अलिक कम उत्कृष्ट मानिन्छ। हस्, बुझियो। आजको यो छलफल त निकै उपयोगी रह्यो। गैर नाफामुखी संस्थाहरूको लेखाङ्कन तान्सै नाफा नखोज्ने मात्र होइन रहेछ। उनीहरूको उद्देश्य, स्रोत र त्यो जवाफदेहिता देखाउनुपर्ने आवश्यकताले गर्दा निकै फरक र विशिष्ट हुँदो रहेछ। हो नि। मुख्य रूपमा हामीले के बुझ्यौँ भने उनीहरूले नगद प्रवाह हेर्न प्राप्ति र भुक्तानी खाता प्रयोग गर्छन्। वास्तविक सञ्चालन नतिजा मतलब बचत घाटा हेर्न चाहिँ प्रोतभावी सिद्धान्तमा आधारित आय-व्यय खाता हो, एक्रुअल बेसिसमा। अनि समग्र वित्तीय स्थिति बुझ्न वास्लात यो नगद आधार र प्रोतभावी आधार बीचको भिन्नता र त्यसको असर बुझ्नु चाहिँ एकदमै महत्त्वपूर्ण रहेछ। एकदमै। अनि दाताप्रतिको जवाफदेहिता र पारदर्शिताको लागि त्यो कोषमा आधारित लेखाङ्कन त झनै शक्तिशाली औजार रहेछ। बिल्कुल। यी विवरणहरूले एनपिओहरूलाई आफ्नो वित्तीय व्यवस्थापन राम्रोसँग गर्न र सरोकारवालाहरू, दाता, सदस्य, नियामक निकायलाई आफ्नो काम र स्रोत उपयोगबारे स्पष्ट जानकारी दिन मद्दत गर्छन्। र यो छलफलको अन्त्यमा एउटा विचार गर्नुपर्ने पक्ष छोडेर जाउँ कि हामीले भन्यौं नि, प्रवेश शुल्क जस्ता केही आम्दानीलाई संस्थाको नीति अनुसार पुँजीगत वा आयगत मान्न सकिन्छ भनेर। हो, भन्यौं। अब सोचौं त, दाताको विश्वास र संस्थाको दिगोपनाको कोणबाट हेर्दा यस्तो निर्णयको के अर्थ रहन्छ होला? यदि संस्थाले यस्ता शुल्कलाई आयगत मानेर हरेक वर्ष बढी बचत देखाउने प्रयास गर्यो भने के त्यसले दातालाई संस्था छोटो अवधिको नतिजामा मात्र केन्द्रित छ कि भन्ने सन्देश देला? हुन सक्छ। वा पुँजीगत मानेर पुँजीकोष बलियो देखाउँदा त्यसले संस्थाको दीर्घकालीन स्थायित्वमा बढी विश्वास दिलाउँछ कि? यो निर्णयले संस्थाको वित्तीय स्वास्थ्य र व्यवस्थापनको प्राथमिकतालाई बाहिरी संसारले कसरी बुझ्छ होला, यो एउटा महत्त्वपूर्ण प्रश्न हो जसले लेखाङ्कन नीतिभन्दा परको प्रभावलाई दर्शाउँछ। हो, निकै विचारणीय कुरा। यो लेखाङ्कनको प्राविधिक पक्ष मात्र नभएर संस्थाको छवि र दिगोपनासँग पनि जोडिएको विषय रहेछ।